ल आज हामी एस्टोनिया घुम्नलाई जाँदैछौँ यो क्रुजमा। अनि उहाँहरू हाम्रो दाइ दिदी अनि मेरो उडी छिन् फोटो खिच्नमा व्यस्त। अनि त्यहाँ माथि चाहिँ ड्राइभर बस्ने हो, तल चाहिँ यस्तो राम्रो भ्यूहरू हेर्ने ठाउँ, तल चाहिँ बारको कटेजहरू छ, त्यहाँ गएर बस्न नि मिल्यो, माथि आएर हेर्न नि मिल्यो। जस यताउति हेर्नलाई जस राम्रो छ। समरको टाइममा हेर्नुहोस् त कति राम्रो छ। त्यो चाहिँ सोमालिना भयो, लाइटिङ बिजुली भइरहेछ। अनि हामीले यहाँ क्रुजभित्र चाहिँ चटपटे खाँदै रमाइलो गर्दै अनि उडी अनि दाइ दिदीसँग रमाइलो गर्दै। अनि उहाँ दाइ दिदी चाहिँ एकदमै फुटबलको वर्ल्ड कपको धेरै नै माया प्रेम हुनको कारणले गर्दाखेरि उहाँ एकदमै हेरै फोन र रमाइलो पनि एकदमै रमाइलो गर्नुहुन्छ। जेस राम्रो छ। टक्क क्याबिनमा बस्यो, भित्रदेखि बाहिर हेऱ्यो, कस्तो राम्रो छ। ल अब हामी क्लब जाँदैछौँ, क्लबको भिडियो। Say I do it nicer, all of my chicken made right the lemonade. That's what you get when you shut that jump on. Now I gotta go, you Coco. Put me on, put me down, put my feet back on the ground. Put me on, take my heart and make me happy. Put me on, put me down, put my feet back on the ground. Put me on, take my heart and make me happy. Yeah, 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 Coco Jumbo. हामी क्लब पछि चाहिँ अनि त्यसपछि चाहिँ भिडियो गरेँ। त्यसपछि रुममा गएर रेस्ट गरेँ। अनि बिहान पख ओर्दाखेरि चाहिँ हामी एस्टोनिया पुगिसकेका थियौँ। अनि त्यहाँ चाहिँ चेकआउट गरेर बाहिर आइयो। बाहिर आउँदाखेरिको दृश्य चाहिँ यही नै हो, भ्यूहरू। यस कति राम्रो छ बाहिर निस्किँदा एस्टोनिया। हेर्नुहोस् त, त्यसरी पुरा एयरपोर्टको जस्तो सिस्टम। ऊ चाहिँ मेरो उडानी एकदमै फर्स्ट टाइम गएको, एकदमै रमाइलो लाग्यो उसलाई। जस फेरि पनि आउनुपर्छ भन्दै उनले चाहिँ उहाँ चाहिँ दिन्छु, उहाँलाई नि राम्रो अनुभव भयो जस बोटको चाहिँ। मैले फेरि जिस्काइरहेको छु दिदीबहिनीलाई। जस घुम्न जाँदाखेरि चाहिँ एउटा सानो लगेज लिएर जानुपर्छ भन्ने चाहिँ त्यहाँ दिदीबहिनीहरूले चाहिँ सिकाउनु भयो राम्रोसँग। त्यो गर्दाखेरि चाहिँ राति बस्दाखेरि चाहिँ पुरा कम्फर्ट तरिकाले चाहिँ आफ्नो लुगा लान पनि पाइयो, अनि त्यही अनुसार चेन्ज गर्न पाइयो। हामी बाहिर निस्किँदैछौँ। कति ठुलो बोट हो, आमामा। यही बोट देख्यौँ हामी बाहिर। कति धेरै गाडी, ठुल्ठुलो गाडी अटाउने कसरी तैरियो होला है पानीमा, आमामा। कति राम्रो। घाम लगाएर गर्मी भएर सधैँ गर्मी। उडी संसारै छुट्टिसक्यो उडीको, आमामा। के गरिन्छ उडी। फिनिसमा चाहिँ तामान लाइबा भन्छ है, दिस इज सिपलाई तामान लाइबा। कस्तो फिल भइरहेछ त? एकदमै रमाइलो, एकदम रमाइलो भइरहेछ। हो र कस्तो लागिरहेछ हिजो रातिको अनुभव? एकदमै रमाइलो भयो, एकदमै दिदी भिनाजुसँग, दिदी भिनाजु भने दिदी दाइसँग एकदमै रमाइलो भयो। हाँस्दै गफ गर्दै भाइब्स मिल्यो भने त अनि टुर यसै रमाइलो भइहाल्छ नि। अब हामीले यो लगेज कहाँ राख्ने त?
लिएर हिँड्ने स्टोरमा राख्ने भनेको के अरे तपाईँले हुन्न राख्ने होइन भन्नुभयो अनि फेरि बोकेर जाने भयो टुकुन टुकुन हिँड्दै है टुकुन टुकुन लगेजलाई पनि अब यत्रो स्टोन यहाँ सामान राखेर ल्याइएछ किन छोड्ने भनेर अनि भयो लिएरै जाऊँ यसलाई पनि घुमाम भनेर अनि लैजाने कुरोकानी भयो अनि यहाँ चाहिँ सस्तो सस्तो चिजहरू पाउँछ भनेर देखाउनु भयो तपाईँले अब के हो त अब तपाईँ आफै जान्नु होला ग्रोसरी आइटमहरू लगेर दिदी दाइलाई दाइले हिजो के अरे उयो हेर्नु हो कमेडी च्याम्पियन दरबार त्यहाँदेखि चाहिँ याद हामी चाहिँ मिस्टेक भयो होइन रातोमा चाहिँ त्यो चाहिँ देखेन कि घामले चाहिँ अलि टिल्के टल्कियो रातो हो कि हरियो देखियो कि छैन त्यो नदेखेर चाहिँ हामी अलि गडबड भयो जानी हो होइन थाहा भयो जानी जस्तो छ क्या दुईटै बलिरहेको आएको देखिन्छ ल जाम त्यसो भए कुन बल दुईटै बलिरहेर नि यो त गाडी है होइन हेरेर हिँड्ने रहेछ यो गाडीको लागि हो क्या अरू लाइट बल्दा छैन पहेँलो मात्रै चाहिँ यहाँको फेसिलिटी साइकल ल्यान्ड यस्तै गर्दै हामी हिँड्दै जाँदाखेरि एउटा बोट स्टेसन पाइयो बोटै बोट भएको ठाउँ हाई गर्मी न्यु टाल्लिनु हुन थालेछ है यहाँ न्यु टाल्ली अब यहीँ नेपोली खेल्नु पर्छ नेपोली नेपोली इटालियन रबिन खोला ए हो र कति मजाको ट्रेन कति राम्रो अगाडिको भ्यू यो पछाडिको भ्यू कति राम्रो छ तिम्रो बुढो विदेशमा हो मेरो बुढो विदेशमा हो यो चाहिँ को बुझ्दै फोटो नि राम्रो आउँछ भन्नुभएको छ अब उहाँको कल खिच्दै होला खिच्दै दाइले चाहिँ काठ ढकल्दै हुनुहुन्छ एकचोटि ढकल्दै देखाइदिनुहोस् त दाजु कालो भएको छ यता यहाँ त फोटो सेक्सन भइरहेको छ खिच्दैछ यहाँ भिडियो कतै कतै उसको धर्मपत्नी चाहिँ उताबाट हिँड्दै छ धर्मपत्नी भइसकेकी छैन बिस्तारै हुन्छ अनि उसको कन्टेन्ट क्रिएसन गर्नु हालेर मेरो बुढालाई सुर्केस बनाएर दाइ भएपछि टेन्सन चाहिँ नहुँदो रहेछ एउटा कन्टेन्ट क्रिएसन प्यारी दिजु आउँदै हुनुहुन्छ प्यारी दिजु दिजुले केही भन्न चाहनुहुन्छ इस्टोनिया आएको छौँ रमाइलो भयो हाम्रो दिदीलाई एकदमै रमाइलो भइरहेको छ इस्टोनिया त्यही भएर बाटोभरि कति रमाइलो भयो इस्टोनिया आएको भनिरहनु भएको छ अनि म चाहिँ टुकुन टुकुन यता हो यता भन्दै अगाडि अगाडि बाटो पुरै थाहा भयो जस्तो गरेर टुकुन टुकुन लिएर हिँडिरहेको छु केही दुनियाँको पर्वाह छैन मलाई पछाडिको आइरहेको छ तर बाटो यही हो भन्दै देखाउँदै हिँडेछु ल हेर्नु फुल कति राम्रो हो समरको बेलामा हेर्न पाइने अरू बेला हो त्यस्तै हो ठिक छ अब इन्जोय गर्नु हेर्नु यो एप्रिल भनेको रौसी जस्तै यहाँ रबिनटोलाहरू रेस्टुरेन्टहरू चाहिँ जस पाइदो रहेछ ठाउँ ठाउँमा कफी सपहरू पनि पाउँदो रहेछ
मजाले बिहानमा आयो भने कफी पिउँदै हिँड्दा नि कति राम्रो फुल हो। मेरो उडी त तामान उडी ब्युटिफुल कपाल है तामान ब्युटिफुल कपाल कता यता माथि हेर्न र म आएन क्या हो हस्ते नजिकबाट खिच्नु न मलाई। हाई यो मान्छेले मेरो कति बेला नि भिडियो फोटो खिच्दिन्न म कस्तो राम्रो त आएको तर तपाईँको क्यामेरै नराम्रो। अझै फोन तर गरौँ न होइन राम्रो आएन क्या एन्टी लाइट बनाउँदो आयो यो त होइन हो जाम यसरी घुमाउँ न मेरो उडी छैन तल फेरि पर मेरो उडी अब गफ गर्दै गर्दै हिँडौँ। अहिले चाहिँ हामी अब इस्टोनियाको टपमा आइसक्यौँ अनि त्यसपछि अब यहाँबाट पुरै भिलेज देखिन्छ इस्टोनियाको पुरै। अनि अब हामी तपाईँहरूलाई पनि देखाउँछौँ कस्तो देखिन्छ भनेर। अहिले चाहिँ हामी यहाँ उकालो 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 हिँड्दैछौँ। हामीले सँगै वर्ल्ड टुर गर्ने भनेको त्यो चाहिँ बिस्तारै स्टार्ट हुँदैछ इस्टोनियाबाट स्टेप बाई स्टेप हुँदैछ। अनि अब स्विडेनको अब सपना बुन्दैछौँ होइन स्विडेनमा चाहिँ गयो अलि विन्टरले गर्दाखेरि चिसोले गर्दाखेरि अलिक ब्लग बनाउन अलिक पाइएन। यस्तो नै अब कुनै दिन फेरि गइएछ भने चाहिँ अफकोर्स वी विल डु द्याट वान। सो अहिलेलाई चाहिँ एस्टोनियाको इन्जोय गर्छौँ हामी चाहिँ। त्यसपछि बिस्तारै आउँदै गर्छ। हामीलाई एस्टोनिया यही हामीलाई युरोप पनि यही हामीलाई हाम्रो देश पनि यही भन्नु मलाई उडी पनि यही मलाई उडो पनि यही भन्दै त्यही हो। ओके अब चाहिँ हामी माथि पुगेर पछि देखाउँछौँ। अब एकछिनलाई ब्रेक टाइम बाई। ल हामी यो मिडल टावरमा चाहिँ आइयो अहिलेलाई अझै अर्को टावरमा चाहिँ जानु बाँकी छ होइन। तिम्रो बुढो विदेशमा हो सोधिन नि त के सोध्यो यो चाहिँ स्टेडियम यो चाहिँ कति राम्रो छ चर्च व्हाइट चर्च जस्तै फिल्यान्डकै यो चाहिँ एस्टोनियामा चाहिँ एकदमै फेमस छ ओल्ड टाउनमा। यो चाहिँ पार्लिमेन्ट भन्छन् के अरे अब एक्ज्याक्टली के हो भन्ने थाहा भने पार्लिमेन्टको नजिक छ मन्त्रीहरू बस्ने ठाउँमा यो पार्किङहरू प्रशस्त रूपमा चाहिँ यहाँ छ। अनि हामीले चाहिँ एउटा दूरबिनदेखि हेर्ने एउटा स्थल खोज्दै गर्दाखेरि चाहिँ यहाँ चाहिँ भेटियो। अब ठिक छ म भित्र गएर देखाउँछु है त। यही हो
नेक्स्ट टाइम आउँदाखेरि नबिर्सौँ भनेर यहाँ चाहिँ ट्रेडिसनल सप हो अनि यहाँ चाहिँ जस पुरानो क्रिस्टलहरूको बालाहरू चाहिँ पाउँछ जस यहाँ सजाएर चाहिँ राम्रो तरिकाले राखेको छ इफ चाहियो भने भन्नुहोस् म लिएर आउन सक्छु फेरि गइयो भने यहाँ चाहिँ दुर्बिन स्टेसन हो यहाँ पैसा तिरेर 10 सेन्ट तिरेर कि 50 सेन्ट तिरेर चाहिँ हेर्नु यही हो दुर्बिन भनेको 50 सेन्ट तिरेर चाहिँ हेर्ने जस उडी हेर उडी 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 कति राम्रो ड्रेस छ यो एस्टोनियाको ओल्ड टाउन हो अनि यो मेसिन चाहिँ हजुरको 50 सेन्टी र 1 युरोको अथवा जुनै मतलब 1 युरो वा 50 सेन्टी राख्यो भने चाहिँ हजुरको यस्तै सेप चाहिँ निकाल्ने चाहिँ डुङ्गा टाइपको चाहिँ अनि अलि अगाडि जाँदाखेरि यहाँ चाहिँ हरेक कन्ट्रीको पैसा चाहिँ राखिदिँदो रहेछ सजाएर अनि यसो उता जाँदाखेरि चाहिँ मलाई एकदमै खुसी लाग्यो आफ्नो कन्ट्रीको नेपालको पैसा त्यहाँ देख्न पाउँदाखेरि चाहिँ कति राम्रो तरिकाले राखे हो अनि एस्टोनिया कन्ट्रीमा आफ्नो देशको नेपालको पैसा देख्दाखेरि कस्तो खुसी लाग्दो रहेछ एसिया भनेर पुरा 2 युरो 1 युरो सेन्टी सुक्खा सबै हेर्नु त सबै कन्ट्रीको चाहिँ लाग्दो रहेछ यो थोरै अगाडि जाँदाखेरि चाहिँ यो दृश्य चाहिँ भेट्यो जता जस्तै नेपालको अनि यो चाहिँ जस इन्ट्री हुने र बाहिर निस्किने गेट मेन गेट हो अनि हामी एकदमै अर्को अपोजिट साइडमा आइयो अनि कति राम्रो छ जस पिताश्री भन्दैन नि त बाबालाई संस्कृतमा हो पिताश्री र माताश्री अब कान्छुले यो चाहिँ सानो बोट यसमा नि जस रमाइलो हुन्छ घाम टाप्दै रमाइलो गर्ने बाहिर इन्भाइरोमेन्ट नेचरहरूलाई चाहिँ स्मरण गर्दै यो अघि चाहिँ बोट हिँड्दाखेरि चाहिँ यो पुलले चाहिँ बाटो खोल्दै थियो अहिले चाहिँ मान्छे हिँड्नलाई चाहिँ घुमिरहेको छ यो मैले चाहिँ फर्स्ट टाइम देखेँ एस्टोनिया आएर पारी टर्नको लागि चाहिँ उहाँ मान्छेहरूको भिड एकछिन 15 मिनट खोलिदिने 15 मिनट चाहिँ यो बाटो बन्ने जस्तो लाग्यो मलाई चाहिँ एक्ज्याक्टली के हो अब यहाँ कुरेर त हेर्दैन आउँदै चाहिँ हामीले यो भेटेर ल जाऊँ न त भन्ने कुराले चाहिँ हामी अघि जाँदैछौँ
यो चाहिँ सोमालिना हो अनि एस्टोनियादेखि फर्किँदै चाहिँ सोमालिनाको चाहिँ दृश्य चाहिँ टक्क देख्न पाइयो। यहाँ चाहिँ ए र भीको टिकट चाहिँ लाग्छ इफ अर्को बोटमा आउन सक्नुहुन्छ। अनि हामी चाहिँ यही एस्टोनियादेखि हेलसिङ्की फर्किने क्रममा चाहिँ देखियो। यो चाहिँ यस हामी एराइभ भयो हेलसिङ्की पोर्टमा चाहिँ। अनि यो गाडीहरू सबै के अरे सिपभित्र जानलाई चाहिँ टुरिस्ट बस एस्टोनिया जानलाई चाहिँ यिनीहरू आइरहेका छन्। अब पार्किङमा छ, वेटिङ गरिरहेको छ। अब हामी ननिस्किँदासम्म चाहिँ यिनीहरू भित्र जान अलिक पाउँदैन, किनकि भित्रको सामानहरू गाडीहरू त बाहिर निस्किनु पऱ्यो नि त। त्यो तरिकाले त्यो चाहिँ लङ्गेस्ट ब्रिज हो, ल्यान्डको सबभन्दा ठुलो ब्रिज। अनि यो चाहिँ कति ठुलो समुद्र, हजारौँ लिटरको पानी होला है, करोडौँ लिटरको। कति राम्रो छ यो। यति भन्दै मैले भिडियो बन्द गरेँ। लाइक सब्सक्राइब गरिदिनु, माया गरिदिनुहोस्। हस्त नमस्कार।